हैन एकदम व्यस्त नै छु र त्यसमा पनि सेल्फी अब यसरी हेर्दाखेरि 1.5 लाख भन्दा बढी मेरो सेल्फी भइसकेको छ। तपाईँ चाहिँ सेलिब्रिटी भइसक्नु भयो है यहाँ आएपछि? म यहाँ सेलिब्रिटी हुन आएको होइन, जादु कला हैन यहाँ नृत्य पनि भइराखेको छ हैन, यहाँ सरहरू मादल बजाइराख्नु भएको छ हैन, आफ्नो आफ्नो भित्र भएका खुबीहरू हेराइराख्नु भएको छ। म पनि 20 गते नै हेराइदिएँ अनि त्यसपछि भिडियो यति सेयर भयो हैन, त्यो गोर्खा पत्रिका खाएर अनि सिंहदरबारसम्म पुर्याएको फर्स्ट मेरो भिडियो थियो। अनि त्यसमा के भयो भने अनि यति न सेयर भयो, यति न भाइरल भए कि 21 गतेदेखि मेरो सेल्फी सुरु भयो अनि 11 बजेदेखि मेरो सेल्फी अहिले पनि हेर्नुस् अगाडि उताबाट फोटो तान्दै हुनुहुन्छ। त्यही त सर नै सेल्फी भइसक्यो, 1.5 लाख भन्दा बढी मैले सेल्फी दिइसकेको छु। मलाई गाउँबाट हैन धेरै सरहरू आएर खोज्दै हिँडेको पनि हेर्नु भएको छ अनि भेटाउने बित्तिकै हो सर भेट्नुभयो सेल्फी म त यति सेल्फीमा व्यस्त छु कि अब के भन्ने मेरो शारीरिक अवस्था पनि अब यति न छ कि मलाई रात्रिमा औषधि खाएर सुत्नु परिरहेछ। तर कुनै अत्याचारी त्यो बम ब्लास्ट गर्ने होइन नि त, हामी शिक्षक हो, यो शिक्षकको कलमको ताकत हामीले हेराउने हो, यति हो मेरो। त्यही त सर हामी यो कलम चाहिँ कति ताकत हुन्छ भन्ने कुरा चाहिँ सिर्जनाले कलमले देखाइसकेको छ। बन्दुकको भन्दा धेरै पावर छ भन्ने कुरा हैन। हामी डे 1 देखि आज डे 10 सम्म निरन्तर फलोअपमा छौँ। तपाईँको यो चाहिँ के हो, यसले चाहिँ के सन्देश दिइरहेको छ, यो चाहिँ खासमा यसको परिचय थोरै भनिदिनुहोस् सबैलाई विस्तृतमा। यो एकदम स्पष्ट छ, कुनै यसमा नबुझ्ने कुरा नै छैन। शिक्षक एकता जिन्दाबाद, हाम्रो माग पुरा होस्, नयाँ शिक्षा ऐन लागू होस् हैन। त्यसको माथि तपाईँ अब सोध्नुभयो भने यहाँ 3टा गोलो होला हैन, 3वटा गोलो 3 तहको सरकार हो। त्यो 3 तहको सरकारलाई मैले आफ्नो टाउकोमा सजाएर राखेको छु। आज हामी 10औं दिनसम्म आइरहँदाखेरि थोरै अब प्रसङ्गलाई मोडौँ, यो सरकारलाई यो छिटो यो ऐन चाहिँ कार्यान्वयन गर्ने जादु ल्याउन मिल्दैन? किन छैन त, सरकारले त ऐन ल्याउनै पर्छ। सबै सर गुरुआमा तमाम शिक्षकहरूको माग पुरा गर्नै पर्छ। जबसम्म यो कलमको ताकत बुझ्नुहुन्न, हामी यो कलम कम्पी परीक्षण गर्दैनौँ, अन्य कुराहरू भनिसके कति बोल्नु मैले हैन, गाह्रो छ। यो हजुर पनि बुझिसक्नु भएको छ, यो कलम ताकतिलो छ, यो ताकत बुझ्नुपर्छ। त्यही त हामी चाहिँ आज डे 1 देखि तपाईँ चाहिँ एकदम व्यस्त देखिरहेका छौँ। आज पानी खाइकन बोलिरहेको छु। त्यही त कति चाहिँ मेसेज आउँछ, कतिको फोन आउँछ तपाईँलाई चाहिँ, अनि अब यो कुरा सोध्नुभयो भने आफै हेर्नुहोस्। अब म खोलेरै हेराउँछु, यहाँ तपाईँ हेर्नुहोस् कतिवटा मिस कल छ, कतिवटा व्हाट्सएपमा छ। तपाईँ आफै रातो हेर्दै जानुहोस्, तपाईँ प्रष्ट हेर्नुहोस् क्यामेरामा, यो पुरा रातो पुरै प्याक छ, हेर्नुहोस् पुरै प्याक छ। तपाईँ आफै हेर्नुहोस्, क्यामेरामा पनि हेर्नुहोस् है। जति मिस कल आएको छ म कसरी उठाएर कुरा गर्न सक्छु। अहिलेसम्म चाहिँ धेरै चाहिँ जादु देखाउनु भयो। तपाईँ कस्तो किसिमको जादु देखाउनुहुन्छ? अब जादुको कुरा गर्नुभयो भने मलाई 2000 भन्दा बढी जादु कलाको तन्त्र विद्या भनेको तरिकाको विद्या हैन, यसलाई अन्यथा नलिनु होला हैन। तन्त्र र मन्त्र केही हुँदैन हैन, मन्त्र भनेको केही पनि होइन हैन। जे बोले पनि त्यो मन्त्र नै हुन्छ। मैले यहाँ मन्त्र नै बोलिरहेको छु, यो मेरो मन्त्र हो। शिक्षकको कलममा धेरै ताकत छ, यो मन्त्र हो, यो मन्त्र हो, यो मन्त्र भयो। अब मन्त्र बुझिसक्नु भयो, जे बोले पनि मन्त्र भयो। अब हामी चाहिँ तन्त्र भनेको तरिका हो, यसलाई अन्यथा नलिनु होला, अन्धविश्वासमा नलाग्नु होला। आज शिक्षक आन्दोलनको 10औं दिनमा आइरहँदाखेरि तपाईँले धेरैजनाको सेल्फी लिनुभयो, चाहिँ धेरैजना सेल्फीको कैदमा क्यामेरामा कैद हुनुभयो, कस्तो लागिरहेछ? वास्तवमा अब के भने म सोचेको पनि थिएन साँच्चै कि म यो जोनीमा हजुर यस्तो माहौल पाउँछु भने सपनीमा पनि। अब कुन शब्द राखौँ, विपनीमा पनि सपनीमा पनि अब के शब्द छ हैन, धेरै कुरा त्यति मैले सोचेको पनि थिएन। पुरा जति सर हुनुहुन्छ नि सबैले मलाई चिन्दै हुनुहुन्छ, देवेन्द्र सर मेरो नाम नै एकदम फेमस भइसकेको छ। यसमा पनि एकजना साथीले सुरेन्द्र सरको जादु भनेर पोस्ट गर्नुभएको थियो। मैले हेरेँ कि सुरेन्द्र सरको जादु, अनि तल कमेन्टमा हेर्दाखेरि सुरेन्द्र सर होइन देवेन्द्र सर हो भने हजारौं त्यसमा कमेन्ट थियो। यसको मतलब के बुझ्नुभयो कि सबैजनाले मेरो नाम थाहा पाउनु भएछ कि सुरेन्द्र सर होइन देवेन्द्र सर हो भने धेरै कमेन्ट थियो। ल एकचोटि फेरि त्यो परिचय गरिदिनु न, नझुक्किने तरिकाले परिचय गरिदिनु त। हजुर धन्यवाद, नमस्कार। हजुर फेरि भन्नुहोस्, परिचय गरिदिनु न त्यो अलि नझुक्किने तरिकाले। धन्यवाद। म देवेन्द्र प्रसाद शाह कानु, मेरो जिल्ला चाहिँ पर्सा जिल्ला,
अनि कार्यरत विद्यालय भनेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटा जुन पटेरवा सुगौली गाउँपालिकाको 5 नम्बर वार्डमा अवस्थित छ सर। तपाईँको चाहिँ 2000 जति जादु छ भन्नुभयो होइन, त्यसमा एउटा जादु थप्न मिल्दैन? अब फेरि कुरा कहाँबाट कहाँ छ नि त धेरै छ। त्यो जादु के भने आज हामी मेरा गुरुहरू हाम्रा शिक्षकहरू चाहिँ 10औं दिनदेखि सडकमा हुनुहुन्छ। यो छिटो शिक्षा ऐन ल्याइदिएपछि छिटो उहाँहरू चाहिँ कक्षा कोठामा जान आतुर हुनुहुन्छ। त्यो एउटा जादु थप्न मिल्दैन? हजुर हजुर त्यो एउटा जादु थप्न मिल्दैन? जादु देखाउन न न न म भन्दैछु, मेरो प्रश्न सुन्नुहोस् न। आज मेरा गुरुहरू सबैजना 10 दिनदेखि यो रोडमा सडकमा हुनुहुन्छ होइन, तपाईँको त्यो 2000 जादुमा एउटा जादु छ, त्यसमा थप्न मिल्दैन यो शिक्षा ऐन छिटो ल्याउनलाई? छिटो ल्याउनलाई त मैले मुखबाट तानेर पत्रिका पुर्याइसकेको छु, उहाँहरू सबैलाई थाहा भइसकेको छ। थाहा भइसकेको छ एकदम। मैले मुखबाट पत्रिका नि त्यहाँ सिंहदरबारसम्म पुर्याएको हो, तपाईँ भिडियो हेर्नुभयो होला। नमस्कार आदरणीय दर्शक, हामी डे 1 देखि आज डे 10 सम्म आइरहँदाखेरि निरन्तर हामी शिक्षकहरूका गुनासा प्रतिक्रिया लिइरहेका छौँ। यति बेला केही सिर्जना पनि हामी लिइरहेका छौँ यो भिडमा। आज सरकारले 10औं दिनसम्म आइरहँदाखेरि किन सुनेन भन्ने कुरा पनि हामी धेरै कुरा उठान गरिसकेका छौँ। आज भने म यो श्रृङ्खलामा भने अलिक फरक तरिकाको तपाईँलाई यो दृश्य देखाउन चाहन्छु अथवा यो इन्टरभ्यू तयारी गरिरहेको छु। यति बेला मेरो बिचमा एकदम ट्यालेन्टेड मल्टी ट्यालेन्टेड मैले यो सरलाई भेटाएको छु होइन। उहाँको यो यहाँ चाहिँ जादु जस्तो देखाउनुहुन्छ उहाँले। म उहाँसँग केही अन्तर्क्रिया गर्ने तर्खरमा छु। सर नमस्कार। हजुर नमस्कार। यहाँको परिचय सर? म देवेन्द्र प्रसाद शाह कानु, मेरो जिल्ला पर्सा जिल्ला, अनि मेरो कार्यरत विद्यालय श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटा पर्सा जुन पटेरवा सुगौली गाउँपालिकाको वार्ड नम्बर 5 मा अवस्थित छ सर। आज हामी डे 10 मा छौँ सर। डे 1 देखि डे 10 सम्म आइरहँदाखेरि निरन्तर सडकमा छौँ। प्रतिक्रिया के छ तपाईँको? मेरो प्रतिक्रिया के छ भने हजुर आजको प्रतिक्रिया सोधिराख्नु भएछ। म यहाँ सुरुदेखि 20 गतेदेखि नै यहाँ छु र 20 गतेदेखिको मेरो प्रतिक्रिया समग्र रूपमा भन्दाखेरि म आफै एकदम व्यस्त, तपाईँ पनि आउँदा व्यस्त नै हेर्नुभयो होला होइन, एकदम व्यस्त नै छु। र त्यसमा पनि सेल्फी अब यसरी हेर्दाखेरि 1.5 लाख भन्दा बढी मेरो सेल्फी भइसकेको छ होइन। अनि 20 गते म आएँ अनि परिचित। तपाईँ चाहिँ सेलिब्रिटी भइसक्नु भयो है यहाँ आएपछि? म यहाँ सेलिब्रिटी हुन आएको होइन, जादु कला होइन, यहाँ नृत्य पनि भइराखेको छ होइन। यहाँ सरहरू मादल बजाइराख्नु भएछ होइन, आफ्नो आफ्नो भित्र भएका खुबीहरू हेराइराख्नु भएछ। म पनि 20 गते नै हेराइदिएँ अनि त्यसपछि भिडियो यति सेयर भयो होइन। त्यो गोर्खा पत्रिका खाएर अनि सिंहदरबारसम्म पुर्याएको फर्स्ट मेरो भिडियो थियो। अनि त्यसमा के भयो भने अनि यति न सेयर भयो, यति न भाइरल भए कि 21 गतेदेखि मेरो सेल्फी सुरु भयो। अनि 11 बजेदेखि मेरो सेल्फी अहिले पनि हेर्नुहोस् अगाडि उताबाट फोटो तान्दै हुनुहुन्छ। त्यही त सर, धेरै नै सेल्फी भइसक्यो। 1.5 लाख भन्दा बढी मैले सेल्फी दिइसकेको छु। मलाई गाउँबाट होइन धेरै सरहरू आएर खोज्दै हिँडेको पनि हेर्नु भएछ। अनि भेटाउने बित्तिकै हो सर भेट्नुभयो सेल्फी। म त यति सेल्फीमा व्यस्त छु कि अब के भन्ने, मेरो शारीरिक अवस्था पनि अब यति न छ कि मलाई रात्रिमा औषधि खाएर सुत्नु परिरहेछ, तर निद्रा लागिरहेछ। अब के गर्ने त, यस्तै हो। हामी हँस्दा कुद्दै आफ्नो माग राख्ने हो। हामी कुनै अत्याचारी त्यो बम ब्लास्ट गर्ने होइन नि त। हामी शिक्षक हो, यो शिक्षकको कलमको ताकत हामीले हेराउने हो, यति हो मेरो। त्यही त सर, हामी यो कलम चाहिँ कति ताकत हुन्छ भन्ने कुरा चाहिँ सिर्जनाले कलमले देखाइसकेका छौँ। बन्दुकको भन्दा धेरै पावर छ भन्ने कुरा होइन। हामी डे 1 देखि आज डे 10 सम्म निरन्तर फलोअपमा छौँ। तपाईँको यो चाहिँ के हो, यसले चाहिँ के सन्देश दिइरहेको छ? यो चाहिँ खासमा यसको परिचय थोरै भनिदिनुहोस् सबैलाई विस्तृतमा। यो एकदम स्पष्ट छ, कुनै यसमा नबुझ्ने कुरा नै छैन। शिक्षक एकता जिन्दाबाद, हाम्रो माग पुरा होस्, नयाँ शिक्षा ऐन लागू होस् होइन। त्यसको माथि तपाईँ अब सोध्नुभयो भने यहाँ 3टा गोलो होला होइन। 3वटा गोलो 3 तहको सरकार हो। त्यो 3 तहको सरकारलाई मैले आफ्नो टाउकोमा सजाएर राखेको छु, किनभने 3 तहको सरकारले हाम्रो गुरुआमा तमाम शिक्षक राहत करार पिसिएफ त्यो बाल विकास होइन, त्यसमा हाम्रो कर्मचारी होइन, सबै सरहरूको सम्मान गरिदिनुहोस्। यो 3 तहको सरकारलाई मैले अनुरोध गर्नलाई यहाँ टाउकोमा सजाएर राखेको छु। र यो कलमको ताकत उहाँले बुझिदिनुहोस् 3 तहको सरकारले। अनि म यही आग्रह गर्दैछु सर। अनि बाँकी कुरा यसमा के छ भने यहाँ अब
अलि आवाज बिग्रिया छ है। ठिक छ जति तपाईँ चाहिँ धेरै एकदम व्यस्त हुनुहुन्छ, तपाईँ व्यस्त समयको बावजुद पनि हामीले थोरै समय लिएका छौँ होइन। अब यो स्पष्ट नै छ, यता अलि फुलबुटा बनाएको छु, म आफै बनाएको छु होइन। स्टेपलर हानेर यो पेपर मोडेर यसरी स्टेपलर हानेर करिब 10 मिनटमा मैले तयार पारिदिएँ होइन, किनभने एउटा एट्र्याक्सन होस् होइन भने त्यही हो, एट्र्याक्सन होस् भने मैले राखेँ। आज हामी 10औं दिनसम्म आइरहँदाखेरि थोरै अब प्रसङ्गलाई मोडौँ, यो सरकारलाई यो छिटो यो ऐन चाहिँ कार्यान्वयन गर्ने जादु ल्याउन मिल्दैन? किन छैन त, सरकारले त ऐन ल्याउनै पर्छ। सबै सर गुरुबा गुरुआमा तमाम शिक्षकहरूको माग पुरा गर्नै पर्छ। यो छिटो ल्याउने उहाँहरू अब किन सुत्नु भएको छ मैले पनि बुझ्न सकेको छैन। तर नल्याइकन कल्याणै छैन, किनभने अघि नै घोषणा भइसकेको छ यो शिक्षकको कलमले एसीको कपी परीक्षण गर्दैन, यो नयाँ भर्ना अभियान सञ्चालन गर्दैन होइन। मेरै आफ्नै स्कुलको वार्षिक परीक्षा समाप्त भएर कपी मैले आफ्नो विषयको कपी लिएर आफ्नो दराजमा राखेर सुरक्षित राखेर अनि यहाँ आन्दोलनमा आइसकेको छु। अब यहाँ आन्दोलन अब कति दिन जाने हो त्यो सरकारलाई थाहा छ। अब जबसम्म यहाँ हाम्रो माग सम्बोधन हुँदैन तबसम्म हामी यही आन्दोलन गर्ने, रिजल्ट कसले गर्नुहुन्छ? यो अब यो कलम चलेन भने एसीको पनि अब कपी परीक्षण हुन सक्दैन, रिजल्ट नै हुन सक्दैन। अनि हामीले देशमा आगो लगाउने होइन नि त, विद्यार्थीहरूको भविष्य के हुन्छ भने यो रिजल्ट नभएपछि उनीहरूको अन्यल हुन्छ होइन। त्यसकारण सरकार त एकदम गम्भीर भएर सोचिदिनु पर्छ। जबसम्म यो कलमको ताकत बुझ्नुहुन्न, हामी यो कलम कपी परीक्षण गर्दैनौँ। अन्य अन्य कुराहरू भनिसकेँ, कति बोल्नु मैले होइन, गाह्रो छ। यो हजुर पनि बुझिसक्नु भएछ, यो कलम ताकतिलो छ, यो ताकत बुझ्नुपर्छ। त्यही त हामी चाहिँ आज डे 1 देखि तपाईँ चाहिँ एकदम व्यस्त देखिरहेका छौँ। आज पानी खाइकन बोलिरहेको छु। त्यही त कति चाहिँ मेसेज आउँछ, कतिको फोन आउँछ तपाईँलाई चाहिँ, अनि अब यो कुरा सोध्नुभयो भने आफै हेर्नुहोस्। अब म खोलेरै हेराउँछु, यहाँ तपाईँ हेर्नुहोस् कतिवटा मिस कल छ, कतिवटा व्हाट्सएपमा छ। तपाईँ आफै रातो रातो हेर्दै जानुहोस्। तपाईँ प्रष्ट हेर्नुहोस् क्यामेरामा, यो पुरा रातो रातो पुरै प्याक छ, हेर्नुहोस् पुरै प्याक छ। तपाईँ आफै हेर्नुहोस्, क्यामेरामा पनि हेर्नुहोस् है। जति मिस कल आएको छ म कसरी उठाएर कुरा गर्न सक्छु। धेरै मिस कल छ, धेरै मिडियाका साथीहरू, तपाईँ जस्तै मिडिया साथीहरूले मिडियाका साथीहरूले खोज्दै हिँड्नु भएको छ। कतिवटा अहिलेसम्म मैले 5 वटा टेलिभिजन र एउटा यो अरू के हो होइन, त्यो उहाँहरूको अफिसमा गएर मैले आफ्नो इन्टरभ्यू दिइसकेको छु। 5 वटा त्यो उहाँहरूको अफिसमा गएर दिइसकेको छु इन्टरभ्यू। अहिलेसम्म चाहिँ धेरै चाहिँ जादु देखाउनु भयो। तपाईँ कस्तो कस्तो किसिमको जादु देखाउनुहुन्छ? अब जादुको कुरा गर्नुभयो भने मलाई 2000 भन्दा बढी जादु कलाको तन्त्र विद्या भनेको तरिकाको विद्या होइन, यसलाई अन्यथा नलिनु होला होइन। तन्त्र र मन्त्र केही हुँदैन होइन, मन्त्र भनेको केही पनि होइन होइन। जे बोले पनि त्यो मन्त्र नै हुन्छ। मैले यहाँ मन्त्र नै बोलिरहेको छु, यो मेरो मन्त्र हो। शिक्षकको कलममा धेरै ताकत छ, यो मन्त्र हो, यो मन्त्र हो, यो मन्त्र भयो। अब मन्त्र बुझिसक्नु भयो, जे बोले पनि मन्त्र भयो। अब हामी चाहिँ तन्त्र भनेको तरिका हो, यसलाई अन्यथा नलिनु होला, अन्धविश्वासमा नलाग्नु होला। तन्त्र भनेको तरिका हो, त्यो तरिकाको प्र्याक्टिस गर्नुपर्छ, सिको गर्नुपर्छ, स्टेप हुन्छ, त्यो स्टेप सिक्ने नै त तन्त्र विद्या हो। त्यो तन्त्र विद्या चाहिन्छ अनि जादु कला हेराउन सकिन्छ र त्यसमा मन्त्रले साइकोलोजिकली मुभमेन्ट गरिदिन्छ। आज शिक्षक आन्दोलनको 10औं दिनमा आइरहँदाखेरि तपाईँले धेरैजनाको सेल्फी लिनुभयो, चाहिँ धेरैजना सेल्फीको कैदमा क्यामेरामा कैद हुनुभयो, कस्तो लागिरहेछ? वास्तवमा अब के भने म सोचेको पनि थिएन साँच्चै कि म यो जोनीमा हजुर यस्तो माहौल पाउँछु भने सपनीमा पनि। अब कुन कुन शब्द राखौँ, विपनीमा पनि सपनीमा पनि अब के शब्द छ होइन, धेरै कुरा त्यति मैले सोचेको पनि थिएन। जुन माहौल यहाँ मैले पाएँ, अब यो माहौल म यो घुम्दाखेरि आफैलाई गौरवान्वित ठानिरहेको छु। पुरा जति सर हुनुहुन्छ नि सबैले मलाई चिन्दै हुनुहुन्छ, देवेन्द्र सर मेरो नाम नै एकदम फेमस भइसकेको छ। यसमा पनि एकजना साथीले सुरेन्द्र सरको जादु भनेर पोस्ट गर्नुभएको थियो। मैले हेरेँ कि सुरेन्द्र सरको जादु, अनि तल कमेन्टमा हेर्दाखेरि सुरेन्द्र सर होइन देवेन्द्र सर हो भने हजारौं त्यसमा कमेन्ट थियो। यसको मतलब के बुझ्नुभयो कि सबैजनाले मेरो नाम थाहा पाउनु भएछ कि सुरेन्द्र सर होइन देवेन्द्र सर हो भने धेरै कमेन्ट थियो। ल एकचोटि फेरि त्यो परिचय गरिदिनु न, नझुक्किने तरिकाले परिचय गरिदिनु त। हजुर धन्यवाद, नमस्कार। हजुर फेरि भन्नुहोस्। परिचय गरिदिनु न, त्यो अलि नझुक्किने तरिकाले। धन्यवाद। म देवेन्द्र प्रसाद शाह
कानु मेरो जिल्ला चाहिँ पर्सा जिल्ला अनि कार्यरत विद्यालय भनेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटा जुन पटेरवा सुगौली गाउँपालिकाको 5 नम्बर वार्डमा अवस्थित छ सर। तपाईँको चाहिँ 2000 जति जादु छ भन्नुभयो होइन, त्यसमा एउटा जादु थप्न मिल्दैन? अब फेरि कुरा कहाँबाट कहाँ छ नि त धेरै म भन्दैछु एकछिन रोक्नु न। त्यो जादु के भने आज हामी मेरा गुरुहरू हाम्रा शिक्षकहरू चाहिँ 10औं दिनदेखि सडकमा हुनुहुन्छ। यो छिटो शिक्षा ऐन ल्याइदिएपछि छिटो उहाँहरू चाहिँ कक्षा कोठामा जान आतुर हुनुहुन्छ। त्यो एउटा जादु थप्न मिल्दैन? हजुर हजुर त्यो एउटा जादु थप्न मिल्दैन? जादु देखाउन न न न म भन्दैछु, मेरो प्रश्न सुन्नुहोस् न। आज मेरा गुरुहरू सबैजना 10 दिनदेखि यो रोडमा सडकमा हुनुहुन्छ होइन, तपाईँको त्यो 2000 जादुमा एउटा जादु छ, त्यसमा थप्न मिल्दैन यो शिक्षा ऐन छिटो ल्याउनलाई? छिटो ल्याउनलाई त मैले मुखबाट तानेर पत्रिका पुर्याइसकेको छु, उहाँहरू सबैलाई थाहा भइसकेको छ। थाहा भइसकेको छ एकदम। मैले मुखबाट पत्रिका नि त्यहाँ सिंहदरबारसम्म पुर्याएको हो, तपाईँ भिडियो हेर्नुभयो होला, त्यो धेरै सेयर पनि भएको छ होइन। मैले फुल उडाएर फुल पनि पठाइसकेको छु, सबैलाई थाहा, हाम्रो सरकार यो सरकारलाई सबै थाहा भइसकेको छ। धेरै एकदम गम्भीरतापूर्वक लिइराख्नु भएको छ र हामी सबै शिक्षकहरूको विश्वास पनि छ कि उहाँले चाँडै नै चाँडै हाम्रो माग पुरा गर्नुहुन्छ। हामीले बम पड्काउनु पर्दैन, हामीले सिर्फ कलमको ताकत देखाइदिनु पर्छ। एकदमै धेरै मिठो कुरा गर्नुभयो। अन्त्यमा हामी आज 10औं दिनसम्म चाहिँ निरन्तर फलोअप प्रतिक्रिया लिइरहँदाखेरि धेरै चाहिँ प्रतिक्रिया गुनासा लियो। अब अन्त्यमा चाहिँ यो जादु देखाउँदै गर्दाखेरि तपाईँ पनि आफ्नो तरिकाले चाहिँ सरकारलाई आन्दोलित गर्नुभएको छ अथवा घचघच्याइरहनु भएको छ आफ्नो तरिकाबाट होइन। यो पनि एउटा महत्त्वपूर्ण एउटा सरकारलाई चाहिँ सन्देश गएको छ। अब अन्त्यमा जाँदा जाँदै सरकारलाई यो सडकबाट चाहिँ के भन्न चाहन्छु? तपाईँको सल्लाह सुझाव प्रतिक्रिया प्रश्न? म सरकारलाई एकदम सेल्युट गर्न चाहन्छु होइन कि हाम्रो माग जुन छ गम्भीरतापूर्वक लिएर राहत करार होइन, त्यसमा बाल विकास कर्मचारी अनुदानमा खट्नुभएका तमाम गुरुहरूको एकदम माग पुरा गरिदिनुपर्छ र सबैलाई चाँडोभन्दा चाँडो हँसिलो अनुहार बनाएर पठाइदिनुपर्छ। उहाँहरू हँसिलो अनुहार लिएर जानुहुन्छ, म आफै जान्छु, म अहिले थन्काएर राखेको कपी आफै परीक्षण गर्छु, रिजल्ट गर्छु, त्यसमा भर्ना अभियान सञ्चालन गर्छु र आफ्नो नानी बाबुहरूको उज्जवल भविष्य पार्न म एकदम लाग्छु। मैले एकदम उनीहरूको भविष्यप्रति एकदम संवेदनशील छु। यति बेला चाहिँ तपाईँको भाइ बहिनीले चाहिँ हेरिराख्नु भएको छ, मेरो गुरु चाहिँ एकदम काठमाडौँमा एकदम फेमस भइसक्नु भयो भनेर। अनि अब यो छुट्टीको टाइम पनि छ होइन, 2-4 दिन वार्षिक परीक्षा सकिएको छ। भाइ बहिनीलाई चाहिँ के भन्नुहुन्छ? यहाँबाट चाहिँ कसरी चाहिँ बस्नु होला, यो बिदाको समयलाई कसरी सदुपयोग गर्नु होला भन्नुहुन्छ? हजुर निकै नै एकदम महत्त्वपूर्ण प्रश्न राखिदिनु भयो, एकदम समय सान्दर्भिक क्वेसन राखिदिनु भयो। अब नानी बाबुहरूको गुरुहरू हामी काठमाडौँमा छौँ, अब उहाँहरूसँग म के भन्छु भने किनभने उनीहरूको परीक्षा पनि सकिया छ, उहाँहरूको फ्री टाइम छ। अब मोबाइल नखेलेर उहाँहरू आफ्नो आमा बाबुसँग रहेर घर बहाल्नुपर्छ, खाना पकाउनमा सहयोग गर्नुपर्छ, आफूसँग रहेको करेसाबारीमा काम गर्नुपर्छ, त्यो सिप लिनुपर्छ। यो खाली समयमा अतिरिक्त क्रियाकलापहरूमा खेलकुद खेल्नुपर्छ, चित्र बनाउनुपर्छ, अन्य सिप धेरै छ नि सृजनात्मक क्रियाकलापमा लाग्नुपर्छ र आफ्नो जीवन उज्जवल पार्ने जुन हामी पढाइ लेखाइको कुरा गर्छौँ होइन, पढाइ लेखाइमा एकदम लागेर अब हाम्रो भर्ना अभियान सुरु हुन्छ होइन। हामी आइसकेपछि त भर्ना अभियान सञ्चालन गर्छौँ होइन, त्यसमा आफ्नो करिकुलम अनुसार हामी आफ्नो विषयवस्तुलाई अगाडि लान्छौँ होइन। त्यति बेला होमवर्क बनाउनु पर्छ, त्यो त पछिको कुरा हो। अहिले के गर्नुपर्छ भने आफ्नो आमा बाबुसँग रहेर होइन, उहाँहरूसँग घुलमिल भएर उहाँहरूसँग पनि धेरै ज्ञानहरू लिन सकिन्छ होइन। जस्तै मैले उदाहरण दिएँ, घर बहार्ने, खाना पकाउने, कुनै आमा बाबुको कुनै बिजनेस व्यापार छ त्यसमा सघाइ दिने, यो काम गर्न म नानी बाबुहरूलाई अहिले यो आग्रह गर्दछु। यति बेला चाहिँ अब तपाईँहरूबाट चाहिँ जिम्मेवारबाट, जस्तो तपाईँहरू त सेकेन्ड अभिभावक स्कुलमा भएपछि तपाईँहरूको जिम्मामा हुन्थे, अब यति बेला चाहिँ घरमा आमा बुवासँग हुन्छन्, उनीहरू कहीँ छुट्टी भयो भने कहीँ घुम्न जान सक्छन् होइन। आमा बुवालाई अथवा अभिभावकलाई चाहिँ आफ्ना छोराछोरीलाई चाहिँ कसरी अथवा तपाईँका विद्यार्थीलाई चाहिँ कसरी रेखदेख गर्न अनुरोध गर्नुहुन्छ? जस्तो कसरी चाहिँ दैनिकलाई चाहिँ भूमिका खेलिदिनु हुन जस्तो के कुरा सिकाइदिए हुन्थ्यो जस्तो लाग्छ? पनि धेरै रोचक र एकदम महत्त्वपूर्ण क्वेसन राखिदिनु भयो। हामी पनि नानी बाबुको अभिभावक नै हो, हामी पनि एकदम संवेदनशील छौँ होइन। तर हामी दोस्रो दर्जाको अभिभावक हो। पहिलो दर्जाको अभिभावक भनेको उहाँको आमा बाबु, आदरणीय आमा बाबुहरू हुनुहुन्छ। उहाँहरूले आफ्नो नानी बाबुहरूलाई होइन
उहाँहरूले पनि ए बाबु यो घर बहारिदेऊ होइन यो काम गरिदेऊ उहाँहरूले पनि यार आउन सक्नुहुन्छ उहाँहरूले अतिरिक्त क्रियाकलापमा लगाउनुहुन्छ र लगाउनु पर्छ अनि उहाँहरूले पनि आफ्नो नानी बाबुहरूलाई आफू भएको बिजनेस व्यापारको पनि बारेमा ज्ञान दिइदिनुपर्छ उनीहरूलाई कसरी ठुलो भएपछि जीवकोपार्जन गर्न सकिन्छ यो वातावरणमा कसरी एडजस्ट गर्न सकिन्छ समाजमा कसरी एडजस्ट गर्न सकिन्छ त्यो कुराको ज्ञान दिने पनि अभिभावकको जिम्मेवारी हो नि त उहाँहरूले आफ्नो अभिभावकीय भूमिका निर्वाह गरिदिनको लागि तमाम अभिभावकज्यूहरूलाई पनि म हार्दिक अनुरोध गर्दछु हुन्छ यहाँको व्यस्त समय हामीलाई थोरै भए पनि 5 मिनट दिनुभयो एकदम तपाईँ धेरै व्यस्त हुनुहुन्छ तपाईँको एकदम फ्यान फलोइङ चाहिँ फोटो हजुर ठिक छ फोटो खिच्ने एकदम धेरै हतार भइरहेको छ तपाईँको फ्यान फलोइङलाई एकदम तपाईँको यो जादु कला चाहिँ अगाडि बढाउँदै जानुहोस् आफ्नो भाइ बहिनीहरूलाई एकदम सम्झिनु भयो तपाईँलाई फेरि धन्यवाद अनि यो आन्दोलन चाहिँ सफल रहोस् यही कामना गर्छौँ हामी यो इन्टरभ्यूमा यहाँको व्यस्त समयका लागि धेरै धेरै धन्यवाद हस् धन्यवाद नमस्कार तपाईँको यो कुन मिडिया हो अहिले भनिदिनुहोस् 3 स्टार अनलाइन टिभी 3 स्टार अनलाइन टिभीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु कि यहाँ मेरो व्यस्त समयको बावजुद पनि यहाँले टाइम मागेर मेरो यो जुन अन्तर्वार्ता लिनुभयो यो अन्तर्वार्ता देश विदेशसम्म पुर्याइदिनुहुन्छ यसको लागि म तपाईँलाई धेरै धेरै मुरी म नमन गर्दछु हस् हामीलाई पनि थोरै समय दिनुभयो हामी पनि एकदम आभारी छौँ एकदम धन्यवाद हजुर म यो एकदम आभारलाई हजुरको म सेल्युट गर्छु हस् आदरणीय दर्शक हामी चाहिँ निरन्तर डे 1 देखि आज डे 10 सम्म आइरहँदाखेरि निरन्तर रूपमा हामी सडकमा यसरी रिपोर्टिङ गरिरहेका छौँ यहाँ मेरा गुरुहरू चाहिँ घाम पानी केही पनि को प्रभाव नगरिकन एकदम आन्दोलन चाहिँ सफल पार्दै आज 10औं दिनसम्म अगाडि बढ्नु भएको छ हामी निरन्तर फलोअपमा छौँ डे 10 आजको श्रृङ्खलाबाट म झलक राणा छुटिन्छु नमस्कार जय नेपाल जय देश